भनेर लेखेको हो नानु। यो भनेको के हो? यो गरिबहरुको लागि काम गर्ने एउटा संस्था हो। हामीलाई पनि यसले गरिबबाट सुख बनाउन सक्छ? ल गर्छ नि नानु, अवश्य गर्छ। म तिमीहरुलाई सहयोग गरिहाल्छु नि। दिदी यो के लेखेको हो? यो आई मेक अ डिफरेन्ट भनेर लेखेको हो। त्यो भनेको के हो दिदी? म फरक बनाउँछु भनेको हो नानु। हामीलाई फरक बनाइदिनुस् न दिदी। दुखीबाट सुखी बनाइदिनुस् न दिदी। सुखी बनाइदिनुस् न। म बनाउँछु नरो। हामीलाई मात्र होइन दिदी, हाम्रो गाउँलाई पनि फरक बनाइदिनुस्। हाम्रो गाउँ अज्ञानी छ, ज्ञानी बनाइदिनुस् न दिदी, ज्ञानी बनाइदिनुस्। नरो बाबा नरो। म पहिला तिमीहरु दुईजनालाई म फरक बनाउँछु। त्यहाँबाट तिमीहरुले तिमीहरुको आफ्नै गाउँलाई तिमीहरुले फरक बनाउने छौ। नरो नरो। कहाँ जाने हामी दिदी? मसँग जानी बाबु। तपाईसँग कहाँ जाने दिदी हामी? नानु म जहाँ जान्छु तिमीहरु पनि त्यही जानी। ल हिँड जाऊ बरु अब। वीरेन्द्र भाइ, वीरेन्द्र भाइ। को हो? सूर्य दाइ हो। नमस्कार नमस्कार। नमस्कार। हैन हाम्रो मिटिङमा जाने बेला भएन भने? अहिले जाने बेला भयो र भने? एक पाला चाँडो मिटिङमा जाँदा हाम्रो के बिग्रिन्छ र? बेलाय माथि मिटिङमा जानु हाम्रो उत्तरदायित्व पनि त हो। त्यो चाहिँ भुल्यौ तिमीले। सूर्य दाइ त आदर्शको पालन गर्न 1 नम्बरमा बन्द। सूर्य दाइ मात्र कहाँ हो र? वीरेन्द्र दाइ पनि 1 नम्बरमा आउनु पर्यो नि। चल जाऊ। मिना दिदी पनि आइसक्नु भयो। वीरेन्द्र रवि पर्ख म पनि आउँदैछु। ए बहा मिना आउँदैछ। नमस्कार। गाउँका समूहका सबै मिटिङमा आइसके। आउने जुठो हालै तल आएको छैन। आउ बुहारी आउ बा। भाउजू सबै काम भाउजूले नै गर्नु भन्नु कहाँ छ र? मैले गरे पनि हुन्न र बा? त्यो पनि त हाम्रो हामी सहयोग गरिहाल्छ नि। अघि पछि त मिटिङको दिनमा मिना नानी खाना खानी गरेर यहीँ आइपुग्थिन्। आज त 11 बजिसक्यो। यस बेलासम्म अत्तो पत्तै छैन। यस्तै त नि मुखिया बा, टाढाको बाटो ढिला भइहाल्छ नि। नमस्कार है सबैजनालाई। नमस्कार। भाउजू हजुर नानी नमस्कार। नमस्कार। लाम तरकारी ल्याइदिएको छु। के दुःख गर्नु होला? केको तरकारी वगेरा आयो अलि नि यसकोबे। बाडी चुडी उप भएर सियार आदर्शलाई बिर्सिनु भयो क्या बा? नमस्कार छ है सबैजनालाई। नमस्कार। ओहो आज हाम्रो तरकारीको थुप्रो लाइनी भयो नि। होइन अस्ति वीरेन्द्र बाबुको आमाले आँखादेखि नै भन्नुभएको थियो र यो पकाएर खानु भनेर ल्याइदिएको। ए पोषणको कमी भएको?